नमस्ते, स्वागत छ हजुरहरूलाई मेरो युट्युब च्यानलमा। हजुरहरू आरामै हुनुहुन्छ भन्ने आशाका साथ म पनि यहाँ सन्चै छु। देखिको पानी परेको आजसम्म पानी परेछ, ननस्टप परेको छ, कहीँ निस्किन पनि पाएको छैन। यस्तो छ स्थिति। घरि पानी परेर चाहिँ तमारै भइसकेको छ, कहीँ जान निस्किन पाएको छैन। बल्ल बल्ल मन्दिर गएर फर्केँ म होइन। अनि अब चाहिँ मैले चाहिँ खाना पकाउनु पर्ने हुन्छ। बिहान सबै खानेकुरा त पकाइसकेको छु, तर अब मामहरू चाहिँ पकाएको छैन नि त, तरकारीहरू चाहिँ अब त्यो पकाउन गइरहेको छु म। हजुरहरूकोतिर पनि पानी परिरहेको होला, हुन त त्यसै भएर पानी परेको होला जस्तो लाग्छ मलाई चाहिँ होइन। कति ठाउँमा चाहिँ हिउँ पनि परिरहेको छ। अब अहिले मुक्तिनाथ जाने, अप्पर मुस्ताङ जानेहरूलाई कति गाह्रो भइरहेको छ होइन। धन्न हामी चाहिँ के ठिक समयमा गए, अब यति बेला गएको भए चाहिँ स्नो त हेर्न पाउँथ्यौँ, तर शास्ति हुन्थ्यो होइन। त्यही भएर चाहिँ हामीले चाहिँ अलिकति बुद्धि पुर्याएर अगाडि नै गएछौँ। फुल इन्जोय लिन पायौँ होइन। कतिजनालाई कति गाह्रो भइरहेको छ अहिले, यत्तिकै बसिरहनु भएको छ, गाडीहरू सबै ठप्प छ, बाटोहरू पनि अहिले चाहिँ पानीले गर्दाखेरि चाहिँ धेरै गाह्रो भइरहेको छ। अरे सिबु बाँदर झुन्डेको राम 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 राम। पानीमा त चुप्प लागेर बस्नु नि ल। अरे नारायण नारायण। कति आउँछ बाँदर, कति आउँछ भने नि अब साध्यै छैन कि। बच्चा पछि भाडा बुझ्नु लिएर आएको रहेछ, गर्दैछ, जिम्नास्टिक देखाउँदैछ। अरे 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 र कसको लिएर आएर यहाँ माथि टुप्पोमा दुईजना, यहाँनिर बाँदर त खोर पार्न बाहेक केही आउँदैन। यहाँ माथि टुप्पोमा दुईजना मारातिर। ल अब चाहिँ मैले चाहिँ यहाँ इस्कुस पकाउन लागेको छु। अनि यहाँ छ यो चाहिँ फुलौरा, यो चाहिँ आज चाहिन्छ भनेर चाहिँ मैले चाहिँ यहाँनिर भिजाएर रेडी गरिसकेको छु। यहाँ चाहिँ इस्कुसमा चाहिँ केरा भाज्नुको लागि चाहिँ यो केरा हो। आज त एकदम ताजा खानुपर्छ नि त, त्यही भएर यहाँ चाहिँ केरा भुटिसकेको छु। अब यसमा चाहिँ इस्कुस राखिदिन्छु। मेरो चाहिँ यहाँनिर कालो दाल पाकिसकेको छ। आज त कालो दाल खानुहुन्छ अरे, त्यही भएर चाहिँ कालो दाल पकाइसकेको छु। मैले चाहिँ तामा बोडी पकाउँछु भनेर बोडी भिजाएको थिएँ होइन। अनि अब फेरि पानी परेको परेछ, फेरि बिरामी भइएला भनेर फिभाले तामा बोडी चाहिँ नपकाऊ, दाल पकाऊ भनेछु। अनि यसलाई चाहिँ मैले चाहिँ तार्न लागिरहेको छु। अनि यहाँ मेरो यो पनि कालो दालको यो फुलौरा बनाउन पनि रेडी छ। अब चाहिँ यसको म फुलौरा बनाउँछु। मैले चाहिँ यहाँ फुलौराको लागि चाहिँ गरिसकेको छु। यो चाहिँ खोर्सानी सोर्सानी किन हालेको भन्नुहुन्छ भने चाहिँ यो चाहिँ हाम्रो लागि हो। यसमा चाहिँ मैले हरियो धनियाँ अनि खुर्सानी, जिरा धनियाँको धुलो अनि नुन हालेको छु यसमा। यो चाहिँ हामीलाई खानलाई हो। अनि यहाँ मेरो कराई बसिसकेको छ। यता इस्कुस आलु पाकिरहेको छ। हजुरहरूलाई कसलाई मनपर्छ कमेन्ट गर्नु होला। यहाँ छ मैले चाहिँ यो चाहिँ स्पाइसी बनाएको छु। यहाँ छ मेरो, यहाँ छ इस्कुसको तरकारी, यहाँ चाहिँ पोडी छ। यो मिठो लाग्छ मलाई त।
ल अब चाहिँ यो पनि रेडी भइसक्यो, सेलाइसक्यो। ल अब चाहिँ मेरो खाना रेडी भइसकेको छ। यहाँ दाल छ, यहाँ इस्कुस केराउ, यहाँ बोडी, यहाँ फुलौरा, यहाँ राइस रेडी छ। अब चाहिँ हामी खाने। ल अब चाहिँ मेरो खाना रेडी भइसकेको छ। फिपा यता खाँदै भइसिन्छ। अनि यहाँ चाहिँ मैले हरियो खुर्सानी राखेको छु। यो चाहिँ हाम्रो गार्डनको खुर्सानी हो। यस्तो पिरो छ, डल्ले जस्तै छ, तर लाम्चो। फिपाले टिपेर ल्याइसारै छ। अब चाहिँ खानुपर्ने हुन्छ। तातो तातो पानी परिरहेछ अनि टक्क सिरप ओढेर सुत्नुपर्छ। तातो त खानै सक्दैन। त अब चाहिँ मैले सुरु गरेँ। हजुरहरूले खानुहुन्छ कि छैन, खानु होला। चियर्स। आज एकदम सादा हो। मिठो भएछ। कतिपछि खाएको फुलौरा नर्मली अरू बेला खाइँदैन। यस्तै भएको बेला मात्रै त हो नि खाने। भोलि पनि मिठो भएको है बुढा आज। हजुरले त आमा आलु नखाने भन्छ, बिरामी हुन्छ भनेर। दिनभरि पर्छ जस्तो छ पानी। तरकारी त सबै पिरो रहेछ हौ। खोर्सानी टोक्न डर लाग्यो। टेस्टी। अब चाहिँ म आनन्दले रिल्याक्स भएर खान्छु होइन, एकदम स्वाद लिली होइन। अनि आजको भिडियो चाहिँ म यहीँ टुङ्ग्याउँछु। बाई।